आर्थिक विकास मात्र होइन, आर्थिक विकासका साथसाथै लोकतन्त्र पनि त्यतिकै महत्त्वपूर्ण छ भन्ने कुरा अहिलेको बङ्गलादेशको परिस्थितिले देखाउँछ। त्यसैले नेपालले यो बिचमा जे उपलब्धि प्राप्त भएको छ यो कुनै पनि अर्थमा निश्चय पनि सन्तोषजनक छैन, म मान्छु। तर राजाको 30 वर्ष पञ्चायती शासनकाल र अहिले दक्षिण एसियामा नेपालको प्रतिव्यक्ति आयो त्यो बेला नि कम थियो, तर तुलना गरेर हेरौँ धेरै 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 डेभलप भएको छ। म आज देशमा महिलाहरूको लागि तपाईँ भन्नुहोस्, अब 2008मा एउटा अर्को तथ्याङ्क लाएर 2000 राजाको शासन र अहिलेसम्म गाउँ गाउँ पुगेका छन्। तर के थियो एसियामा र संसारको स्थानीय निकायमा पढेर डाक्टरको राष्ट्रपति भइन्, तराईको कुनै थारू जनताको छोरा राष्ट्रपतिको, विद्या भण्डारीलाई के राष्ट्र मान्नु, त्यो तराईको मधेसीलाई के राष्ट्रपति मान्नु भन्ने पीडा बोधले आज राजा चाहियो भनेको छ। राजाले नेपालको साध्य बनाइयो भन्छ, काटिए षड्यन्त्र गर्दाखेरि गइरहेको थियो। षड्यन्त्र स्टेट्सम्यानदेखि देशमा ल्याएर सदस्य के को लागि उठ्नु भएको छ, के कुन नियम, के नियम? म इतिहासबाट साबित गरेर देखाइदिन्छु, इतिहासका पुस्तक पढेर। माननीय सदस्य, मैले यहाँलाई समय दिएको छैन, त्यसैले आसन ग्रहण गरेर बसौँ र माननीय सदस्य अगाडि बढ्नुहोस्। इतिहास पढेर आउने, मसँग बहस गर्ने भने इतिहास पढेर आउने, जुम्लामा हाउ गरेर आएको जस्तो होइन। इतिहास पढेर आऊ, बहस गर्ने भने आउनुहोस् न पढेर। माननीय सदस्य आसन ग्रहण गरौँ र माननीय सदस्यलाई बोल्न दिनुहोस्। मैले बोलेको इतिहास गलत हो भने इतिहासका पुस्तक पढाएर। माननीय सदस्य समय लिएर बोल्नुपर्छ, त्यसले गर्दाखेरि माननीय सदस्यलाई मैले समय दिएको छैन, त्यसले आसन ग्रहण गरौँ र माननीय सदस्य बोल्नुहोस्। के भन्नु पाइन्छ मलाई थाहा छ। माननीय सदस्यहरू, यहाँ मैले बोल्न पाउँ सभामुख महोदय, मेरो गएको समयको हिसाब होस्, यो डिस्टर्ब भएको समयको, यो मेरो समयको डिस्टर्ब। माननीय सदस्य आसन ग्रहण गरेर बसौँ। इतिहास पढेर आउने, इतिहास पढेर मसँग बहस गरेर आउने। मिस्टर मान्यजी, इतिहास पढेर आउनुहोस्। ल माननीय सदस्यहरू, मेरो टाइम जुन नष्ट भएको छ त्यो पाउँ है सभामुख महोदय। माननीय सदस्यहरू, म फेरि यहाँहरूलाई के सम्झाउन चाहन्छु भने माननीय सदस्यहरूले हाम्रो यहाँको प्रबन्ध व्यवस्था, खास गरिकन हाम्रो नियमावलीको आधारबाट हामी आफ्ना अभिव्यक्तिहरू दिन्छौँ। अभिव्यक्तिहरू दिँदाखेरि माननीय सदस्यहरूले राष्ट्रको अगाडि सार्वजनिक ढङ्गबाट, त्यसमा पनि हाम्रो खुला भएको संसदमा बोलिरहनु भएको छ। यसरी बोलिरहँदाखेरि तथ्य सत्यमा आधारित भएर, तर्कमा आधारित भएर व्यवस्थित ढङ्गबाट बोल्नुपर्छ भन्ने विषयमा माननीय सदस्यहरू आफै जानकार हुनुहुन्छ। जो माननीय सदस्यहरूले आफ्ना तर्क, आफ्ना भनाइ राखिरहनु भएको छ, यो राखिरहँदाखेरि कयौँ माननीय सदस्यहरूलाई त्यो बेठिक लाग्न सक्छ, झुटो लाग्न सक्छ, असत्य लाग्न सक्छ। त्यसमा माननीय सदस्यहरू असहमत हुन सक्नुहुन्छ। तर यी कुराहरूमा विधिवत ढङ्गबाटै प्रतिवाद गर्नुपर्छ, विधिवत ढङ्गबाटै खण्डन गर्नुपर्छ, प्रणाली अन्तर्गत नै खण्डन गर्नुपर्छ र हामीले तय गरेको व्यवस्था अन्तर्गत नै खण्डन गर्नुपर्छ। र त्यसको बारेमा माननीय सदस्यहरू जानकार हुनुहुन्छ। जानकार नभएको कुरालाई सञ्चालन गर्ने सन्दर्भमा यहाँबाट निर्देशन गरिएको छ, निर्दिष्ट गरिएको छ, अनुमति दिने नदिने कामहरू गरिएको छ। आज यो संसद, दोस्रो संसद पनि करिब 2.5 वर्ष बिताउन लागिसकेको छ। 3टा हाम्रा यिनै अधिवेशनहरू सञ्चालन भइसकेका छन् भन्नाले हिउँदे अधिवेशनहरू सम्पन्न हुन लागिरहेका छन्। यस्तो बेलामा माननीय सदस्यहरूले आफ्नो गरिमालाई ख्यालमा राखेर सभा सञ्चालन गर्नुहुनेछ। र मैले बोलिरहनु भएको माननीय सदस्य रघुजी पन्तको जुन समय काटिएको छ त्यो समयलाई मैले थप्दाखेरि सिङ्गो आजको दिनको कार्यसूचीमा समय प्रभावित हुन्छ भन्ने कुरालाई पनि ध्यानमा राख्दै म यो काटिएको समयलाई थप्न चाहन्छु। फेरिदेखि यस्तो वातावरण नबनाउनको लागि माननीय सदस्यले ध्यान पुर्याउनु हुनेछ। माननीय सदस्य रघुजी पन्त अगाडि बढ्नुहोस्। धन्यवाद।